हेलो गाइज, आज हामी आइसकेका छौँ नयाँ भिडियोसँग र हेरौँ है त हाम्रो दादालाई आज के गर्नुभएको छ किचनमा। ओ दादा, हजुर किचनमा के गर्दै हुनुहुन्छ दादा? म आलु काट्दै हो, तरकारी बसाउँदै। ए, किचनमा आलु काट्दै हो? ए, सबै भात सात बसाल्ने काम भात अब लगभग पाकिसक्यो, अब तरकारी बसाउनु बाँकी छ। यहाँ म बोडी फक्दैछु, कार्तिके बोडी। ए, कार्तिके बोडी? ओ कार्तिके बोडी पो छ, यो त मेरो फेभरेट हो। यतातिर आलु। ओ यो त आलु। ल अनि यो के हो त दादा? त्यो तेल हो, तेल। जो कि हाम्रो नेपालमा सबभन्दा फेमस तेल हो, जो कि बुढापाकाहरूले हल्का मसाज ससाज गर्नको लागि कम्मरहरू दुखेको बेला युज गर्छन्। ल अरू केही जानकारी दादा? यो कार्तिके बोडीमा के हेल्पफुल हुन्छ हाम्रो शरीरको लागि? के राम्रो छैन, के राम्रो? यो कार्तिके बोडी खायो भने हाम्रो शरीरको विभिन्न रोगहरू एवं सबैलाई निको गर्छ के। प्रोटिनहरू हुन्छ, भिटामिनहरू हुन्छ। भिटामिन कुन पाइन्छ त दादा? भिटामिन B12 पाइन्छ भाइ। अनि यो तोरीको तेल हेल्दी हो कि नहेल्दी हो त? तोरीको तेल त एकदम हेल्दी हो यो। अनि फेरि भात पनि बसाल्नु भएको छ हजुरले? ओहो, हेरौँ है त अब हाम्रो दादाले पकाएको। दादाले पकाएको खाने धेरै दिन पछि। आज स्पेसल हुँदै हो, मसला ससला हालेर। दादा मैले सबै मसला निकालिदिउँ कि दादा? हेर म कस्तो हुन्छ। बल्ल त फुक्दैछु। एकैछिन आधी घन्टा जति लाग्छ बनाउनु। तेल खरिसक्यो अब। खै हो, तेल त खरिसकेको छ त। यसले हेर्नुहोस् त गाइस, हाम्रो यहाँ प्याज पनि आइसकेको छ। हाम्रो दादाले प्याज पनि हालिसक्नु भएको छ। र यहाँ के हाल्यो दादा? मलाई पनि पकाउनु सिकाइदिनु है आज। अब नुन बसाएर एकछिनपछि यसो चलाउनु पर्यो के अरे। यसो भुटाउनु, यसो मसला अरू नकलाई पनि प्रयोग गर्ने। यो दादाले त पुरै मिठो पकाउनु त जस्तो छ दादा। पाक्दैछ अब। यसलाई मिडियम हिटमा राखेर पकाउनु पर्छ। धेरै ठुलो ग्यास गरायो भने डढ्ने चान्स हुन्छ के अरे। अब सानो ग्यास पकाउँदाखेरि अब कहिले कहिले एक घन्टा पनि लाग्न सक्छ। त्यो मिडियममा पकायो ट्याक्कै ठिक्कै टाइममा पाक्छ। मिठो पनि हुन्छ मिडियममा पकाउँदा। त्यो पनि हो। अब के हाल्ने दादा? अब बोडी हाल्ने। बोडी? कार्तिके बोडी? कार्तिके बोडी। ल हेर्नु त गाइस, हाम्रो दादाले नुन, आलु, प्याज स्याज सब हाल्दै भइसक्नु भएको छ है। बेसार पनि। अरू के हाल्ने हो दादा? ए रोक्नु तरकारी खानाइदिनु। एउटा चिज त अहिले हाल्नै बिर्सिनु भयो। तरकारीमा हाल्ने मसला हाल्नु है दादा। त्यसले गर्दा चाहिँ हाम्रो तरकारीको स्वाद चाहिँ मिठो हुन्छ है। हामी वास्तविकमा चाहिँ 3 जना छौँ अहिले। यहाँ बाबा चाहिँ त काममा हुनुहुन्छ। 3 जनालाई कति पकाउने, अब थोरै भए पुगिहाल्छ। बिहानको तरकारी पनि छ। त्यो पनि हो, पुग्छ जति पनि। 3 जनालाई चाहिँ धेरै चाहिने है हामीलाई। धेरै चाहिँदैन, ठिक्क खाने हो खाना भनेको। त्यही पनि बिहानको तरकारी पनि छ। ल अब हाम्रो प्याज कटिङ हुँदै, प्याज गरे, टमाटर कटिङ हुँदैछ। अब सबैजना अलमल्ल नपर्नु होला यसले किन यति थोरै पकायो भनेर। किनभने हामी 3 जना मात्र छौँ। 3 जना मात्र छौँ। बिहानको तरकारी पनि छ। दादाले हेर्नु त अब मसला ससला सब हालेर तयार गर्दै हुनुहुन्छ। ल फेरि अझ एउटा मसला आयो है हाम्रो। त्यो मसलाको नाम के अरे दादा? यो जिरा पिसेको सबै मिक्स छ। भनेपछि यो घरमा पिसेको मसला हो? घरै पिसेको भनौँ, होममेड। सबै होममेड है हाम्रो आज। ल यहाँ हेर्नु त हाम्रो भात पनि पाकिसकेको छ। फर्र भएको भात त।
खर भइसकेको छ। यहाँ हेर्नुहोस्, एकदम बासमती चामल जस्तो यहाँ हेर्नु त हाम्रो भात। खर्र भयो। खै हेरौँ त। हाम्रो भात। चामल त साबाको हो तर बासमती चामल जस्तो देखियो क्या। यहाँ हाम्रो तरकारी पनि खाँदाखेरि पाक्दैन। मिठो छ। यहाँ त हाम्रो तरकारी पनि बोइल हुँदैछ। हाम्रो दादाले आज मिठो पकाउनुहुन्छ है। अब लगभग पाकिसक्यो भनौँ। ल ल अब लगभग पाकिसक्यो। अब चाहिँ हामीले हल्का ढाक्न पर्छ न दादा। अब यसो फोड्ने हो। अनि त्यसरी पानी हालेर ढाक्ने न दादा। त्यसपछि हल्का पानी हालेर हल्का चिपचिप बनाउने कि। धेरै पानी हाल्नु मजा आउनु भात खाने। त्यो पनि हो। थोरै खाने मिठो खाने कि। थोरै थोरै खाने च्याप्प खाने। दाल चाहिँ मिठो पकाउनु। ल बन्दैछ अब हेर। अब केही छिनमा केही बेरमा पाकिहाल्छ। हल्का मैले हजुर जुम गरेर पनि देखाइदिन्छु है कस्तो बनेको छ। हेर्नु त कति मिठो बास्ना होला है। आहा ल हजुरले पनि यस्तै बनाएर खानु होला कहिले कहिले। ठ्यारोको मौसममा जाडोको मौसममा हल्का तातो तातो खान मजा आउँछ क्या मतलब। हेर्नुहोस् गाई हाम्रो तरकारी पनि लगभग पाकिसकेको छ है। अन्त यहाँ हाम्रो भात पनि पाकिसकेको छ। सबै पाकिसकेको छ तर अब हामीले हल्का छोप्न पर्ने हुन्छ, पानी हाल्ने हुन्छ होइन। जसले गर्दा हल्का स्वाद आउँछ क्या त्यो। अनि फेरि यो हाम्रो मसला भयो जो कि मैले त्यहाँ हाल्नु पर्छ है। सामान निकालेपछि जहिले पनि ठाउँमा हाल्नुपर्छ। यो चाहिँ हाम्रो नियम हो। जस्तै मैले यसलाई ठाउँमा राखेँ। अब त्यो चाहिँ मार्ने भाँडा चाहिँ हल्का साइडमा लगाइदिन्छु। यो फोहोर फाल्ने होइन। गो ल हेर्नु त गाइस हाम्रो पानी पनि आइसकेको छ। हाम्रो दादाले राम्रोसँग पानी पनि हालिसक्नु भएको छ। ठुलो गोलो घुमाएर ल अब यसलाई ढाक्ने होला न दादा। ढाक्ने एकछिन ढाक्ने पानी हालिदिउँ। दिउँ त्यसपछि रेडी हुन्छ। ढाकेपछि राम्रोसँग पाक्छ क्या। ल लगभग बनिसकेको छ है। उम्लिसक्यो अब। अब यसो नुन चाख्ने गरौँ। नुन चाख्ने कार्यक्रम। नुन चाखामा अब हेरौँ थोरै कतिको पानी हाल्नुपर्छ। कस्तो छ? थोरै पानी हाल्नुपर्छ। थोरै पानी हाल्नुपर्छ। ल हाम्रो पानी पनि आइसकेको छ फेरि थप्नको लागि। ल तरकारी पनि पाकिसक्यो। ल अब हेरमै त भाइले के गर्दै रहेछ। उता मादल छटाइरह एउटा गीत गाउनु भनौँ कि भाइ। भाइले के गर्दै हेरौँ है त। म माझा बजाइरहेको दादा। खै खै बजा त कस्तो बनाउँछ। एउटा गीत पनि गाइदिउँ। गीत गाइदिउँ। गीत गाइदिउँ। ल ल हाम्रो गीतको शीर्षकको नाम चाहिँ हाम्रो आमाले। हाम्रो आमाले अरे गीतको शीर्षक। ल 1 2 3 है त। ल हाम्रो आमाले पकाएको सेलरोटी, हाम्रो आमाले पकाएको सेलरोटी खानुपर्छ हामीले मिठो मानेर, खानुपर्छ हामीले मिठो मानेर, खानुपर्छ हामीले मिठो मानेर, खानुपर्छ हामीले मिठो मानेर। हाम्री आमाले पकाएको सेलरोटी, हाम्री आमाले पकाएको सेलरोटी